सबैलाई नमस्ते। मेरो नाम क्रिस्टी जेसी। म चाहिँ बीएससी एजी फर्स्ट सेमेस्टरमा पढ्दैछु एएफएम अन्तर्गत। फस्फेट बफर सिस्टम भन्नाले हामीले के हो भन्ने कुरा बुझ्नुपर्छ। फस्फेट बफर सिस्टम भनेको एउटा टाइप अफ बायोलोजिकल बफर सिस्टम हो जुन जीवित प्राणीहरूको शरीरभित्र पाइने गर्छ। यो चाहिँ हामीहरूको मोस्टली आइसिएफ अर्थात् इन्ट्रासेलुलर हुन्छ। इन्ट्रासेलुलर भनेको जस्तो कि हामीहरूको ब्लडमा हुन सक्यो हो कि नै, बडीभित्र के। अब पसिना भनेको हामीहरूको एक्स्ट्रा सेलुलर हो भनेपछि हामीहरूको यो के हो, इन्ट्रासेलुलर हो। अनि यो फस्फेट बफर सिस्टमले चाहिँ अब शरीरमा मद्दत, बायोलोजिकल बफर सिस्टम भन्ने बित्तिकै हामीहरूको प्राणीहरूको शरीरमा मद्दत पुर्याउँछ। कसरी पुर्याउँछ भनेपछि बडीको जुन पिएच छ त्यसलाई मेन्टेन गरेर यसले हामीहरूको बडीको पिएचलाई न बढी न कम हुन दिएर ठ्याक्क लेभलमा राख्न मद्दत पुर्याउँछ। अनि यसले चाहिँ कुनै पनि इन्जाइमेटिक कन्ट्रोलमा भाग लिँदैन अनि त्यसलाई त्यस्तोमा हस्तक्षेप गर्दैन इन्जाइमेटिक कन्ट्रोलमा। अब यसको फङ्सनहरूको बारेमा कुरा गर्छ हामी। यसको फङ्सनको कुरा गरौँ भनेपछि सबभन्दा मेन यसको काम भनेको हामीहरूको सब हामीले अघि भनिसक्यौँ, यो चाहिँ इन्ट्रासेलुलर फ्लुइड हो। यसले हामीहरूको पिएच मेन्टेन गर्ने काम गर्छ बडीमा। र के थ्रु भनेपछि हामीहरूको रेनल फिजियोलोजी थ्रु। रेनल फिजियोलोजी भनेको हामीहरूको युरिन एक्सक्रिसन फिजियोलोजी हो, युरिन एक्सक्रिसन मेकानिजम हो। यसमा चाहिँ यसले बडीमा भएको जुन बडी मात्रामा भएको H+ आयोन छ त्यसलाई चाहिँ रिलिज गराउँछ थ्रु युरिन थ्रु रिलिज गराउँछ। अनि यसको मेजर रोल भनेको त्यो शरीरमा भएको बडी यदि एसिडिक कन्डिसन छ भनेपछि बडी मात्रामा रहेको H+ आयोनलाई किडनीबाट छानेर युरिन थ्रु एक्सक्रिट गराउने नै हो। अब हामीले H+ आयोन भन्दै भन्छौँ भनेपछि त्यो भनेको हामीहरूको H+ आयोन भनेको के हो, विक एसिड हो नि त। H+ आयोन भनेको एसिड हो भनेपछि एसिड एक्सक्रिसनमा यसले हामीहरूको मद्दत पुर्याउँछ। त्यसपछि यसमा चाहिँ दुईवटा आयोन्सहरू हुन्छन्, फस्फेट आयोन्सहरू हो। त्यसैलाई चाहिँ यो फस्फेट बफर सिस्टममा यो दुईटा आयोन्सहरू जुन हामीहरूको SpO4 - र H2PO4- छ, यिनीहरूलाई चाहिँ बडीबाट युरिन थ्रु रिलिज गराउँछ। अनि यसले काम कसरी गर्छ भन्ने कुराको बारेमा हामी यता छलफल गर्छौँ। यसले चाहिँ हामीहरूको यसमा चाहिँ मेजर कम्पोनेन्ट भनेको विक एसिड चाहिँ हामीहरूको एउटा मोनोसोडियम फस्फेट Na2PO4- र यसको एउटा चाहिँ यसको कन्जुगेट बेस डाइसोडियम फस्फेट Na2SpO4 हो। अनि यो चाहिँ मेजर कन्स्टिट्युएन्टमा बेसिस भएर नै यसले आफ्नो मेकानिजम स्टार्ट गर्छ। स्ट्रङ एसिड इन्टर गर्यो वा स्ट्रङ बेस इन्टर गर्यो भनेपछि फस्फेट बफर सिस्टम एक्टिभेट हुन्छ र त्यसले यदि एसिडिक कन्डिसन छ भने चाहिँ त्यसलाई घटाएर हामीहरूको बेसिक कन्डिसनमा ल्याउने मद्दत गर्छ। भनेपछि एकदम बेसिक छ भनेपछि त्यसलाई चाहिँ त्यसको पिएचलाई डिक्रिज गरेर हामीहरूको बेसिक कन्डिसनलाई एसिडिक कन्डिसनमा कन्भर्ट गर्छ। अनि यसमा चाहिँ हामीहरूको सोडियम डाइहाइड्रोजन फस्फेट र हामीले अघि पनि भन्यौँ मोनोसोडियम फस्फेट र सोडियम डाइहाइड्रोजन फस्फेट हुन्छ, यसमा रियाक्ट गरेर गर्छ। यसपछि चाहिँ हामीले यता रियाक्सन हेर्न सक्छौँ। जब बडीमा H+ आयोनको मात्रा बढी भयो त्यसले चाहिँ हामीहरूको Na2PO4- बनाउँछ। यदि बडीमा चाहिँ स्ट्रङ बेस इन्टर भयो भनेपछि फस्फेट बफर सिस्टमले सोडियम हाइड्रोजन फस्फेट जुन हामीहरूको विक बेस छ योसँग रियाक्ट गरेर हामीहरूको बडीमा H2O भनेको हामीहरूको वाटर बनाउँछ। वाटर जुन हामीहरूको युरिन थ्रु एक्सक्रिट हुन्छ नि, वो युरिन बन्छ भन्यो त्यो नै हामीहरूको यो रियाक्सनबाट आउने गर्छ। र NaSpO4- यो अलिकति एसिडिक कन्डिसनमा ल्याउँछ। माथि के छ भनेपछि H+ आयोन एसिडिक कन्डिसन जुन छ त्यसले चाहिँ Na2SpO4- सँग रियाक्ट गरेर अलिकति बेसिक बनाउँछ NaH2PO4- भनेपछि यता के हुन्छ, OH- कन्सन्ट्रेसन भनेको हामीहरूको बेसिक कन्डिसन हो। बेसिक कन्डिसनले हामीहरूको NaH2PO4- बेससँग रियाक्ट गर्यो भने चाहिँ के गर्यो, Na2SpO4- हल्का एसिडिक बनायो प्लस H2 रिलिज गर्यो जुन हामीहरूको पछि गएर के हुन्छ, युरिन भएर निस्किन्छ। यो लेखे यसमा पनि सेम त्यही छ। इफ एडिसनल हाइड्रोक्सन आयोन इन्टर द सेलुलर फ्लुइड, जुन यदि हामीहरूको बडीभित्र एक्सेसिभ मात्रामा H+ आयोन बडीभित्र आयो भनेपछि त्यसले विक बेससँग रियाक्ट गरेर विक एसिड बनाउँछ। भनेपछि यदि बडीभित्र OH- आयोनको कन्सन्ट्रेसन बढी आयो भनेपछि के गर्छ, त्यसले हामीहरूको विक बेसले चाहिँ हामीहरूको विक एसिडसँग रियाक्ट गरेर विक एसिड बनाउँछ प्लस H2O रिलिज पनि गर्छ भन्ने कुरा नै छ। ग्राफ रहेको छ। यसमा चाहिँ हामीले यो फस्फेट बफर सिस्टमले कसरी रियाक्ट गर्छ र कसरी जुन यसमा प्रोसेस हुन्छ यो कसरी हुन्छ भन्ने कुराको डिस्कस गर्छौँ। जुन हामीहरूको यो ग्रिनवाला जुन हामीहरूको ग्रिन पोर्सन देखिँदैछ यसमा के छ भने चाहिँ नन भोलाटाइल बेसेसहरू छन्। यिनीहरू चाहिँ नन भोलाटाइल इन नेचर हुन्छन्, सित्तिमित्ति उडेर जाँदैनन्। नन भोलाटाइल भनेको त्यही नै हो। भनेपछि यो जुन RCOOH भनेको हामीहरूको जुन विक एसिड छ यहाँतिर चाहिँ हामीहरूको H+ आयोन डिसोसिएट भएर RCOO- हामीहरूको विक बेस बन्छ। यो भनेको हामीहरूको नन भोलाटाइल बेसेसको रिजन हो। त्यसपछि योभन्दा माथि चाहिँ हामीहरूको टाइट्रेबल फोस्फेट एसिडिटी भन्ने यो रिजन छ। यो रिजनमा चाहिँ हामीहरूको फस्फेट बफर सिस्टमले यदि हाई मात्रामा कन्सन्ट्रेसन बडीमा हाई कन्सन्ट्रेसन अफ H+ आयोन वा OH- आयोन भयो भनेपछि त्यसलाई चाहिँ हामीहरूको यसले चाहिँ यो रिजनमा ल्याएर राखिदिन्छ। अनि यो रिजनमा चाहिँ H2PO4- जुन हामीहरूको विक एसिड छ, विक एसिड चाहिँ डिसोसिएट भएर HPO4- बन्छ। जुन हामीहरूको यतातिर
वाइ रिजनमा हामीहरूको 55 नम्बर देखिरहेको छ। यो चाहिँ हामीहरूको यसको अप्पर पोइन्ट हो। अनि त्यसपछि चाहिँ अब यता चाहिँ अलि माथि जाँदै गयो भनेपछि NH4 प्लस भनेको हामीहरूको विक एसिड हो। विक एसिड फेरि डिसोसिएट भएर हामीहरूको विक बेसमा कन्भर्ट हुन्छ NH3 मा। यसरी यो फस्फेट बफर सिस्टमले चाहिँ रियाक्ट गर्छ। जति बढी pH हुँदै गयो त्यति बढी युरिन फ्लक्स हुँदै जान्छ। र फर्स्ट हामी के हेर्न सक्छौँ भनेपछि जुन यो ओरेन्जवाला गाडावाला ओरेन्ज छ यो रिजनमा यो RCOO माइनस यतातिर वाइ साइडको वाइवाला जुन रिजन छ यतातिरकोमा हामीले 20 छ नि जुन पोइन्ट योभन्दा तलसम्म पुग्दासम्म हामीहरूको pH 6 सम्म पुग्दासम्म यो ग्राफ एकदम स्लो गरेर मुभ भइरहेको छ। भनेपछि 6 देखि 8 सम्म पुग्दाखेरि एकदम फास्ट भइरहेछ भने चाहिँ यो रिजनमा 6 टु हामीहरूको कति छ भनेपछि 7.2 हुनपर्छ। यो चाहिँ अब किन हुनपर्छ किन भनेपछि यो 7.2 को pH रेन्जको हो क्या। अनि यो 7.2 pH रेन्जमा चाहिँ हामीहरूको 6 to 7.2 pH रेन्जमा एकदमै एक्टिभ हुन्छ यो फस्फेट बफर सिस्टम। यतिखेर भनेको हामीहरूको यो रेन्जमा ल्याएर छोडिदिन्छ क्या। त्यसैले यो जुन रिजन छ यो एकदम फास्ट बढिरहेको छ। त्यसपछि फेरि हामीहरूको जुन अझ बेसिक कन्डिसनमा गयो भनेपछि अझ यसको स्पिड के हुन्छ अझ स्लो भइरहेको छ। प्लस यसको जुन युरिन एक्सक्रिसन छ यो पनि एकदमै बढ्दै गएको छ। अनि यसै गरी हजुरहरूलाई के इच्छा छ भने चाहिँ हजुर मलाई कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। आजको लागि धन्यवाद।